प्रतिनिधि सभाको यो बैठक अवरोध भइरहेको छ। यहाँहरूलाई थाहै छ विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक परिवर्तनको कुरालाई लिएर खास गरी प्रतिपक्षका मान्यजीहरूले माग राखेर संसद अवरोध गरिरहनु भएको छ। यहाँको माग प्रधानमन्त्रीले आएर जवाफ नदिएसम्म यो सभा सञ्चालन हुन सक्दैन भनेर रहेको थियो। त्यो मागलाई पूरा गर्नको लागि वा सभालाई सुचारू गर्नको लागि राजनीतिक दलका प्रमुख सचेतकहरू सहित हामी निरन्तर प्रयत्न गरिरह्यौं। त्यो निरन्तर प्रयत्नको परिणाम स्वरूप अगाडि बढ्ने सन्दर्भमा देशको राजनीतिक परिस्थितिमा नयाँ नयाँ अवस्थाहरू पनि हामीले देख्ने भोग्ने स्थितिहरू आइरहेको छ। यस्तो बेलामा आज अब हामी फेरि सभा सञ्चालन गर्ने र सर्वोच्च विधायिका संस्थाले यी लगायतका विषयहरूमा बहस छलफल गर्ने, देशको अवस्थाको बारेमा जानकारी गर्ने, गराउने, सन्देश दिने लगायतका हाम्रा कार्यव्यवस्था अन्तर्गतका विधायिकी कामहरूका पनि जटिलताहरू दिन प्रतिदिन बढ्दै गइरहेका छन्। यस्तो परिस्थितिमा मान्यज्यूहरूलाई अहिले सबै आसन ग्रहण गरेर सभा सञ्चालन गर्नको लागि सहयोग गर्नुहोस्, सभा सञ्चालन गरौँ र सभामा नै यी विषयहरूलाई राख्ने, छिनोफानो गर्ने, टुङ्ग्याउने, मिलाउने कामहरू गर्दै जानुपर्छ। त्यसको लागि म सबै मान्यजीहरूलाई आफ्नो ठाउँमा आसन ग्रहण गर्नको लागि अनुरोध गर्दछु। मान्य सदस्यहरू आसन ग्रहण गर्नुहोस् र सभा सञ्चालन हुन्छ। सभा सञ्चालन गर्नको लागि मान्य सदस्यहरू आफ्नो ठाउँबाट आसन ग्रहण गर्नुपर्छ। आसन ग्रहण गरेर सभा सञ्चालन गर्नु जरुरी छ। आज सडकमा आगो बलेको छ, त्यही आगो बलेको आगोलाई ठिक ढङ्गबाट नियन्त्रण गर्नको लागि पनि सभा सञ्चालन हुनु जरुरी छ। त्यो गर्नको लागि मान्यहरूले आफ्नो ठाउँबाट आसन ग्रहण गरेर यो सुरु भइरहेको सभा सञ्चालन गरौँ। मान्य सदस्यहरू, म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। आज 17 गते चैत्र 2081 भइरहेको छ। 18 गते यहाँले बुझिरहनु भएको छैन। 18 गते वर्तमान प्रधानमन्त्रीले संसदमा आएर सम्बोधन गर्नको लागि भन्नुभएको छ। त्यसले गर्दा प्रधानमन्त्रीले आएर यहाँ जवाफ दिनको लागि केही जवाफ चाहियो भने यहाँहरूको मागलाई सम्बोधन गर्नको लागि 18 गते चैत्रमा संसदलाई वर्तमान प्रधानमन्त्रीले आएर बोल्ने कुराहरू आएको छ। त्यसैले यहाँहरूले सभा सञ्चालन गर्नको लागि आसन ग्रहण गर्नुहोस् र सभा सञ्चालन हुन्छ। माननीय सदस्यहरू आसन ग्रहण गरौँ, सभा सञ्चालनको लागि वातावरण बनाऊ।
माननीय सदस्यहरू आसन ग्रहण गर्नुहोस्। माननीय सदस्यहरू आसन ग्रहण गर्नुहोस्। मैले अघि नै कुरा राखिसकेको छु। म फेरि माननीय सदस्यहरूलाई भन्न चाहन्छु, 13 गतेदेखि सभा अवरुद्ध छ। धेरै किसिमका घटनाहरू घटिरहेका छन्। यी सबै विषयमा संसदमा जनताको प्रतिनिधिमूलक सर्वोच्च निकाय नै मुख बन्द गरेर बस्ने वातावरण बनाउनु हुँदैन। त्यसकारणले माननीय सदस्यहरू आसन ग्रहण गरेर सभा सञ्चालन गर्नको लागि म यहाँहरूलाई आसन ग्रहण गर्नको लागि निर्देशन गर्दछु। अगाडि जान सक्दैन, त्यसले आसन ग्रहण गर्नको लागि म माननीय सदस्यहरूलाई